हेलो नमस्कार सबैलाई। त्यो चाहिँ म खाना बोकेर माथि जाँदैछु अनि जाँदा जाँदै उसले चाहिँ यहाँनिर पूजाको ठाउँ हो आमाको। यहाँ चाहिँ एउटा फुल चढाउँछु। यो फुल चाहिँ बिहान मिस्टेकमा मैले फुल मिलाउनु छुटेर चढेको थियो, त्यही भएर बगानमा चढाएर गएँ। खाना चाहिँ किन माथि लगेको भन्दाखेरि माथि चाहिँ हाम्रो नयाँ किचन या नयाँ फ्ल्याट बनाएको छ। त्यहाँदेखि सबै त्यो छैन नि त, त्यही भएर तलबाटै खाना बोकेर गयो। जाँदाखेरि त्यहाँनिर सबैजना बसेको छ अनि यहाँ चाहिँ होली कलर छ, मासु पाक्दैछ। हुनु चाहिँ यो भिडियो चाहिँ होलीको दिनको हो नि त, त्यही कलर छ। अनि अरू चाहिँ सबैजना यहाँ बसिरहेको छ, अनि यसको नाम चाहिँ सुल्दिन हो, तर म चाहिँ काली काली अब सबैको एउटा एउटा बोलाउने नाम हुन्छ नि त, मायालु नामलाई चाहिँ काले भनिन्छ। काले काले भन्दा सुनेन, त्यही भएर म चाहिँ मास्तिर लागेँ। मास्तिर हो नि त खाने चाहिँ अनि पहिला बेला चाहिँ तापट्टि बसेर गफ गर्दै अनि कस्तो राम्रो देखिरहेको चर्च हो। सजिलो भएर चाहिँ अहिले धरान चर्चमा घर भन्छु कि म चाहिँ, तर धरान चर्च हो त्यो चाहिँ। अनि यो चाहिँ हाम्रो बडीको घर हो। अनि त्यहाँदेखि तल यति गयो क्या बडीको घर भएर चाहिँ तर पनि देखिन्छ, राति होस् या दिउँसो, तर हाम्रो घर चाहिँ अलिक देखिँदैन। अनि यो चाहिँ चिकनको हो, यो चाहिँ पोर्क पाक्दैछ। आज चाहिँ हाम्रो मासु पोलेर खाने प्लान थियो, त्यही भएर नयाँ तपाईँको नयाँ मासु छतमा पोलेर खाँदैछु। त्यही भएर हावा बेसरी लागेको अग्लो भएर आगो त आफै बलेको बलै गर्छ। अनि त्यतिखेरमा साङ्गेर बारीमा आइसक्यो, मासु रेडी हुँदैछ नि त खानको लागि, त्यही भएर। अनि यस्तो हेरेको त यो चाहिँ बडी घर हो, यो चाहिँ दाइ भाउजू हुनुहुन्छ नि त, तर भिडियोमा चाहिँ राम्रो देखिएन। हुनु चाहिँ यहाँ दाइ भाउजू माथि तल हुनुहुन्छ किचनमा, फेरि म तल चढेर काम परेर दबाई सुत्दैछ, किनभने अस्ति मलाई टन्सिल भएको थियो नि त, अहिले फेरि अर्को टन्सिल हुँदै रहेछ, त्यही भएर दबाई कहाँ छ भन्दैछ क्या। अनि यहाँ चाहिँ कान्छी त्यहाँ सकेर आएर चाहिँ सबैजना खानु सुरु खाइसकेर चाहिँ थियो। अगाडि बिहान खानु थालेर चाहिँ खाइसकेपछि गफ आयो क्या, त्यही भएर उता चाहिँ भाइ मासु पोल्दैछ। बुहारी मासु खन्दैछ। टुप्पीमा बोतलमा छुनु त तम्बाको भाँडा हुन्छ, दुईवटा मात्रै छ क्या। अनि खाने जाने 5जना हुन्छौँ। ड्रिङ्क गर्नु भएको छैन नि त, सब ड्रिङ्क छ, त्यही भएर। यहाँ चाहिँ मासु खाँदै तम्बा खाँदै पुरानो गीत सुन्दै रातको 12 सबै अँध्यारो भइसकेको थियो, सबैजना सुतिसकेको थियो।
चाहिँ कुकुरीको कुरा आयो। यो कुरा चाहिँ मेरै हो। म चाहिँ अस्ति यो खाएपछि चाहिँ के पनि दिएको थिइनँ क्या। देख्नु त केही पनि चिनेको थिइनँ। त्यही भएर खाने भइरहेछ। आधी बोतल उब्रेको थियो नि सरी त्यो आधी रोडा त क्या रमाको नि पुरानो मेन गरी आइतबार रोड सेलिङले लाइन जान्थ्यो नि त्यतिखेर लुकेडुङ्गो खेल्ने को नाम भन्छ पनि रोड सेलिङ होली आउँदा कुनै पनि सेलिङ रोड सेलिङ दिनहरुमा हामीले लुकेडुङ खेल्ने दियो त हक्नु जान्थ्यो त जुन रातमा हेर न अङ्कल के भएको म पनि हो इल्लु हो कटाउने कान्छी दिदी हामी त दुईटा जान्थ्यो त हक्नु जान्थ्यो त जुन रातमा त अनि त्यसपछि त्यो गुमा चिपी लड्ने चाहिँ को हो नाफी भन्दै पनि त सायद सबैको कमेडी नै हुन्छ होला, हाम्रो मात्रै नभएर। पहेँलो पनि कसरी पो सेतो देख्छ। हाम्रो पालामा चाहिँ रवि लुक्नु जाँदाखेरि डिल मुनि के त चौरी एक गरा मुनि थियो भरे गुमा लटेपाटे भएर ठ्याक्कै एक गरा मुनि थियो क्या त्यो ओह्रालो हो नि त अन्त गरा मुनि यस्तो सुकेर लुक्ने भएको नि गुमाले एक एक गरा मुनि एक एक तले अनि हामीले पहिला चिन्ने टिक्लो टिक्लो फोटो खिचेको गरामा ओइ सबी पुलिसले खरेमा पक्रिरहँदा कसले हेरे म हग्दैछु भने पहिला यो टिन थिएन नि एक गरा लु भन् पुरानो कथा म यहाँ पहिला नै गरेको कस्तो है अनि अर्को आनन्द आउने क्या कति खेलाको यसले मर्नुको लागि यसलाई मात्नु मन परेको मेरो पाखमा तुम्बा त थिएन, एकपल्ट त खाइदिए छोडे मन त कहाँ सकिन्छ होला है। त्यही भएर एकपल्ट चाहिँ छ त्यो परनिर सायद होली खाना चाहिँ खाइयो लाइट परेर मासुमा त रटै रहेछ। अनि कारीले चाहिँ हामीलाई काट चाहिँ खाइदिनु मामा देखाउँदैछ। हगिसकेपछि दैलो देख्ने त्यस्तै भइरहेछ क्या सन्तान चाहिँ।
होइन घर वरिपरि कसलाई खेल्दा त्यस्तो गीत नलगाएर छिटो नाचेर अहिले चाहिँ खाइसक्यो अहिले चाहिँ देख्दैछ खाँचो खाँदैछ भन्छ भाइलाई स्कुल जाने बेला आमाले डाडुले वरिपरि खेल्दा हामीलाई चक्का यो अनि जहिले दुईटा सक्छ एउटा सक्स लुगाइदिने टायर फ्रेन्डमा एउटा लुगाइदिने तर पहिला त्यो भए यो कसरी खोल्यो मैले पनि सोध्छु मैले पनि त्यही सोचेको अब त प्रिन्टिङ घर भयो टिका भयो कसरी खोल्दा आज भने सोचेको यो डान्स कसको लागि कसको लागि नेपालमा त्यस्तो भन्छ होइन तर कोही जापान हो कि कहाँ त बिराले काटेको राम्रो भन्छ जस्तो भन्छ आज धेरै धेरै आइरहेको छ त्यो नेपाल कोरियामा